सुकुमायाले लिन थालिन् बदला। भुन्टी बनेर आएकी सुकुमायाले उनीहरूकै अगाडि यस्तो हरकत गर्न थालिसकेपछि उनीहरूलाई पनि विश्वास लाग्न छोड्यो। आखिर कतै यो भुन्टी नभएर अरू कोही त होइन र कसैले भुन्टीलाई यस्तो खालको हरकत गर्न लगाएको त होइन भन्दै उनीहरू पनि अचम्ममा परिसकेका छन्। तर श्रेया र जेरीले भने रामधुलाई भेटिसकेका छन्। अझै पनि आफ्नो श्रीमान अर्थात् भुन्टीका श्रीमानलाई सम्झाउन र उसलाई यातना दिन बाँकी नै छ। मुखले र जवाफले दिनुपर्ने यातनाहरूबाट त सुराल मुत्ने गरी यातना भेटिसकेका छन् भने अझै अरू के हुन बाँकी छ भूपेन्द्रले देख्नै पाएका छैनन्। र भूपेन्द्रलाई लाग्दो हो अब भुन्टीले मलाई छोडेर जान्छे भन्ने कुरा। तर भुन्टीको हक र अधिकारको लागि सुकुमायाले के गर्छिन् भन्ने कुरा उसले सोचेको सम्म पनि छैन। र जेरी र श्रेयाले पनि उनीहरूलाई थाहा छैन कि अब यहाँ के हुन्छ भनेर। भुन्टीको ठाउँमा सुकुमाया आएर के गरिरहेकी छिन् र उनीहरूको अब जिना हराम हुन्छ भन्ने कुरा बुझेकै छैनन्। तर उताबाट अब भूपेन्द्रका दाजु अर्थात् भुवन आउँदैछन्। भुवन आउने बित्तिकै भुवनसँग पनि यथार्थ कुरा गरिसकेपछि सारा सम्पत्तिको आधी अंश आफ्नो मितिनी भुन्टीको नाममा पक्का पनि ल्याउने छिन्। त्यति ल्याइसकेपछि यिनीहरूले भुन्टीलाई केही पनि गर्न सक्दैनन् र भुन्टीको पनि जिउने एउटा आधार रहन्छ भन्ने कुरा सुकुमायालाई लागेर यो गरिरहेकी छिन्। तर यिनीहरूले कहिले पनि बुझिरहेका छैनन् कि यो जो बसिरहेको छ त्यो सुकुमाया नभएर भुन्टी नभएर सुकुमाया हो भन्ने कुरा यिनीहरूलाई महसुससम्म भएको छैन। जति गर्दा पनि नभएपछि, जति गर्न लगाउँदा पनि नगरिदिएपछि र जति सहँदा पनि सहे जस्तो नदेखेपछि र जति सम्मान गर्दा पनि उनीहरूबाट अपमान मात्र पाएपछि भुन्टीले गरेको यो सुकुमायाले गरेको यो निर्णय भने भुन्टीका लागि एकदमै जायज छ। र भुन्टीको खुसीको लागि सुकुमायाले के गर्छिन् भन्ने कुरा यिनीहरूले महसुससम्म पनि गरेका छैनन्। र वास्तविक लडाइँ भने अब बल्ल मात्र सुरु हुँदैछ। अब यिनीहरूलाई महसुस हुनेछ कि वास्तविक लडाइँ के हो र कोसँग लडिरहेको छु र अनपढ गवार भनेको कस्तो हुँदो रहेछ उसको यथार्थ देख्न थालिसकेपछि बल्ल मात्र यिनीहरूले महसुस गर्नेछौँ। यिनीहरूलाई बल्ल मात्र थाहा हुनेछ आखिर भुन्टी हो कि सुकुमाया हो भनेर। भुन्टीसँग हर कुरा मिल्ने मान्छे कसरी सुकुमाया हुन सक्छ भन्ने यिनीहरूलाई महसुससम्म भएको छैन। तर भूपेन्द्रले भने अब आफ्नो श्रीमतीको यस्तो खालको हरकत देखिसकेपछि डर लाग्न सुरु भइसकेको छ। भूमिका भने आफ्नो सारा सामान बोकेर घरमा टिक्न नसकेपछि घर छोडेर भाग्दै थिए। तर भाग्दा भाग्दै आमाजु दिदी र सासु आमाले पक्रेर घरमा पुर्याए र रामधुलाई हान्दै काममा लगाइरहेका छन्। र यता भुवन भने अब हतार हतार घर फर्किँदैछन्। र उता सुकुमायाले भने यिनीहरूलाई कुटेर आफ्नो आफ्नो ठाउँमा ठेगान लगाइसकेपछि बल्ल मात्र थाहा हुन थाल्यो कि आफ्नी मितिनी भुन्टीले कति दुःख पाएर सहेर बसेकी रहेछिन् भन्ने कुरा। अब यिनीहरूको एक हिसाब किताब गर्न सुकुमाया रेडी भइसकेकी छिन्। यिनीहरूको अब के हुने हो त्यो हेर्न बाँकी छ।